नेप्सेको चार्टमा के देखिन्छ त्यसको बारेमा चर्चा गरौँ। नेप्से चाहिँ केही दिनदेखि एउटा न्यारो रेन्जमा ट्रेड भइरहेछ र यो चाहिँ एकदम साइकोलोजिकल लेभलमा खेलिरहेछ। साइकोलोजिकल लेभलमा ट्रेड हुँदाखेरि चाहिँ मार्केट अलिक भोलाटाइल नै हुने गर्छ। मेन कुरा भनेको चाहिँ एकदम राम्रो सपोर्ट लेभलमा आएर चाहिँ बसेको छ। यसको यो तलको भनेको चाहिँ इयरली पिभट सपोर्ट हो यसको है। अनि यो माथि भनेको चाहिँ विकली हायर लोको सिरिजको सपोर्ट हो। सो एकदम राम्रो सपोर्ट लेभलमा बसेको छ र मार्केट पनि त्यस्तो डाउनवर्ड मोमेन्टममा चलेको छैन। एउटा सानो रेन्जमै भोलाटाइल भएर बसिरहेछ, जुन चाहिँ साइकोलोजिकल लेभलहरूमा स्वाभाविक हुने गर्छ। अर्को कुरा भनेको चाहिँ यो चार्ट प्याटर्न हेर्नु भने चाहिँ सिमेट्रिक चार्ट प्याटर्न हो, जुन चाहिँ कन्टिन्युस चार्ट प्याटर्न हो र अहिलेको यो ब्रेकडाउन चाहिँ फल्स ब्रेकडाउन जस्तो देखिन्छ। किन भन्दाखेरि यो एकदम डाउनवर्ड मोमेन्टम लिएर झरेको छैन। यो सपोर्ट लाइनलाई ब्रेकडाउन गरे तापनि एउटा न्यारो रेन्जमा नै ट्रेड भइरहेको देखिन्छ र सपोर्ट जोनभन्दा माथि नै देखिन्छ। अनि त्यो अर्को भनेको चाहिँ यसको ग्रेजुअली भोल्युमहरू पनि घट्दै गइरहेको छ है। अब यो चाहिँ किन भइरहेको देखिन्छ भन्दाखेरि नेक्स्ट मन्थ चाहिँ नेप्सेको एकदम पोजिटिभ मन्थ हो। सो अहिले बढेको स्क्रिप्टहरूमा चाहिँ रोटेसन भइरहेको देखिन्छ वा एकदम हट्न सक्ने सेक्टरहरूमा चाहिँ यसो हेरिराख्नु। बाइङ नेक्स्ट मन्थ राम्रो बाइङ अपर्च्युनिटी पाउन सकिन्छ। सो त्यही सेक्टर रोटेसनको लागि नै यो अहिले चाहिँ केही मार्केट भोलाटाइल भएको जस्तो देखिन्छ